नेपाल सरकारले गरेका काममध्ये अहिलेको एउटा उत्कृष्ट काम चाहिँ मलाई के लाग्यो भने साथीहरू, अहिले जुन काठमाडौँ राजधानीभित्र जो जति पनि डेरामा कोठा लिएर या फ्ल्याट लिएर बस्नुहुन्छ मासिक भाडा तिरेर, उहाँहरू जति पनि व्यक्तिहरूले पुलिस रिपोर्ट अनिवार्य घरबेटीलाई, घर धनीलाई चाहिँ पुलिस रिपोर्ट बुझाउनु पर्ने नियम आएको छ। पक्कै पनि यो नियमले चाहिँ अपराध रोक्नबाट एकदमै ठुलो भूमिका खेल्नेछ र अपराध भइहाल्यो भने पनि अपराध गर्ने अपराधीहरूलाई पहिचान गर्न पनि एकदमै सजिलो वातावरण बन्ने भएको छ। यो नियम जो जतिले बनाउनु भयो र जसले यो नियम बनाउनलाई सहयोग गर्नुभयो उहाँहरूलाई चाहिँ गोर्खे सलाम छ। एकदमै सराहनीय काम हो यो चाहिँ, है त। अब पक्कै पनि देशमा अपराधका घटनाहरू चाहिँ कम हुन्छ भन्ने, स्पेसली अब काठमाडौँमा यो नियम हुँदैछ। जहाँसम्म लाग्छ नेपाल अधिराज्यभरि नै यो नियम हुनु जरुरी छ र काठमाडौँमा जति अपराध हुन्थे अबको समयमा चाहिँ यो अपराध एकदमै न्यून हुनेछ आशा गरिएको छ, है त गाइस। ल, जय नेपाल, गोर्खे सलाम।